यही हो खोला हाम्रो माछा मार्ने। एकदम चिसो पानी आउँछ, झरनाको पानीबाट आएको हुन्छ यो पानीहरू, माछाहरू पनि। यही हो खोलाहरू। अब घर आउनलाई हाम्रो भेनाजु स्पोर्ट ठ्याक्क हान्ने खालको है। अब गरिब मान्छे पर्यो, गरिबलाई कसले हेर्छ र भने यस्तै हुन्छ जिन्दगी। सरियाहरू आउँछ, सहरका मान्छेहरू माछा चाहियो भन्छ, पाहुनाहरू आउँछ, आफू खानु त्यस्तै छ। यस्तै हो हाम्रो जिन्दगी। यस्तै छ। साला भेना हिँड्यो खोलातिर, झरनातिर, अनि आयो। यस्तै भएको छ। अब तपाईँहरूलाई पर्यटनमा हालेको ट्याक्क देखाउँछु माछा, कस्तो कस्तो माछाहरू कमेन्ट गरिदिनु होला हजुरले। आजको माछाहरू सबै यस्तो छ है, कमेन्टमा गर्नुलाई। यति राम्रो राम्रो माछाहरू छ, राम्रोसँग गरिदिनु। यसलाई गङ्गौटा भन्छ क्या, नेपालीमा क्र्याप भन्छ, इङ्ग्लिसमा। राम्रो छ यो माछाहरू एकदम। तपाईँहरूले कमेन्ट गर्नु कुन माछा होला तपाईँहरूको। मलाई त टोक्यो टोक्यो टोक्यो, यसले त टोक्यो छोडिदिन्छु म है। ल ल राम्रोसँग गर्नु होला। अब यो माछाहरूको कमेन्ट गर्नु होला। यही हो, सरियाहरू आउँछ, माछा खान खोज्छ, अनि माछा मार्न जानुपर्छ। हाम्रो गाउँले जीवन यस्तै छ जिन्दगीमा।